ल गाइज हामी चाहिँ रिकन्डिसन हेर्नु भनेर बाइक हेर्नु भनेर रिकन्डिसनतिर हिँडेको। अब यो मलाई लाग्यो रिकन्डिसनहरू शनिबार उठिरहेछ ठ्याक्कै शनिबार बन्द हुने रहेछ स्योर ल दाइ आज बन्द रहेछ मलाई लाग्यो 100%। हामी चाहिँ एफजेड V2 बाइकको खोजीमा छौँ। यदि तपाईँहरूसँग सेलको लागि राख्नु भएको छ भने हामीलाई कन्ट्याक्ट गरिदिनु होला। हामी एकदमै खोज्दा बाइक है V2 बाइक खोज्दा यहाँनिर थाकिसक्यो, दिमाग खराब भइसक्यो। बाइक खोजेकै बाइक भेटिँदैन। हो रहेछ दाइ आज यो रिकन्डिसनहरू बन्दै हुने रहेछ मलाई देखिसक्यो। गइ नै हुने रहेछ आज बाइकहरू छैन। नदा त हुने रहेछ दाइ यताको सटरहरू सब बन्द छ। पुल हान्नु जाउँ कि हो हजुर त्यही फर्काएर तोड्ने हो हामी जान्छ। एउटा चाहिँ रहेछ है ल एउटा चाहिँ अन्नै रहेछ। अब हामीलाई यताको भन्दा नि उतै हेर्नु मन छ मलाई चाहिँ एकदमै। ल पानी आउनु थाल्यो के हो मेरो आँखामै एक ठोका छु यो। यसको बारेमा त थाहा होला नि गाइजहरू तपाईँहरूलाई। चाहिँ गार्डन बेल हो है। यसले चाहिँ एउटा राइडरको लाइफमा धेरै ठुलो भूमिका खेल्छ र यो चाहिँ आफैले किनेर लाउने होइन कसैले दिने हो। यो चाहिँ आफ्नो चेलीबेटी अथवा आफ्नो गर्लफ्रेन्ड कोही छ भने अब दिने हो यो चाहिँ। अब त समझ रहे हो ना बस यही तपाईँहरूको पनि सो छ भने दिनु होला लिनु होला। यो चाहिँ एकदमै ठुलो भूमिका खेल्छ भन्छ गार्डन बेलले चाहिँ। सो आफैले चाहिँ किन्ने होइन है फेरि यो गार्डन बेल चाहिँ। ल हामी अहिले ठ्याक्कै पुरानो बानेश्वर चोकमा छौँ। यहाँदेखि हामी अब गौशालातर्फ के हो र त्यहाँनिर हो के हो। शनिबारको दिन रिकन्डिसन हेर्दै हामी चाहिँ जाँदैछौँ। कतातिर पाउने आज थाहा छैन। क्या दामी क्यामेरा देखेको दाइ है। पानी आयो अब भिज्यो स्योर भिज्यो। पानी आयो दाइ छैन ऱ्याकेट गएको छैन है। लो थाहा नि फेरि अब के गर्नु साथीहरू दर्शकले